होइन होइन खै कहिले हेर्ने फोटो खिच्नु एकछिन उ गर्नु त ला लडी छ नि हौ बिचरा 7 कि 8 मा हौ माथि त्यो हातमा के त देख्दा भेष देख्दाखेरि हो कि जस्तो लाग्यो कि तर हो कि होइन क्यामेरा खोल्दा खोल्दै ढिलो भइछ फ्यामिली जानु खोइ खिच्दिन्छु अझै त्यो उकालो अलिकति कुद्न सकेन क्या लास्ट उकालो Eso 9 de Honda 9, top 9 rồi đó. Có sự số rồi, top 9. Top 9 दिसो ए 9 हो त है 9. छिटो आउनु Top 9 finally. फर्स्ट त नेपाली आयो नि योपालि ल आजको गोर्खा ट्रेल बेजरमा भर्खर सकियो अनि मेरो पनि पाइयो ल जस्ट पोहोरको भन्दा निकै सुधार गरियो It doesn't matter once you start running and get sweaty. दामी छ दामी दामी सरी थ्याङ्क यू अझै बिहान अलिक छिटो भयो दामी
आजको यो हाम्रो गोर्खा ट्रेल बेजरमा आएको छु। मैले जुन टप 10 मा उ गरेँ, टप 10 मा मैले फिनिस गरेँ 12 किलोमिटर गोर्खा ट्रेल बेजर। कम on, come on, come on, come on, come on! Wow! कस्तो लाग्यो? मलाई थाके साह्रै 12 किलोमिटर त 5 मिनेटमै सकाइदियो। ओके गुड हैन अनि कसलाई कस्तो लाग्यो? मलाई चाहिँ माथि आउँदाखेरि नै थाकिसकेको थियो। अनि उमा तिमीलाई कस्तो लाग्यो? मलाई त टप 1 मा आउनुहुन्छ के भनेर फोटो चारी बनाएको। टप 10 मा पो आउनुहुन्छ। त्यसको लागि प्लट गर्न हौ। टप 10 मा बाबाको यो पालि 45 वर्षको बुढो मान्छे अनि 45 त हैन हुन भएको। अनि बहिनी कस्तो छ तिम्रो? आउनु भयो टप 9 मा चाहिँ। ओके छ त। टप 10 भित्र पर्नु भयो। यहाँ गर्नुमा के गर्नु? मलाई फोन गर। तपाईको यो हो, तपाईको त टाइम खिच्नु भएको छ। ओइ ओइ ओ ल ल ल बिस्तारै ओहो कति नेपाल आउनुहुन्छ? कति पर्सेन्ट सेकेन्ड उसमा फिमेलमा? ए अनि हाम्रो अझ नयाँ छ हाम्रो भाइ भाइ छन् भाइ नेपालमै आएको त्यो त पोहोरको रेकर्ड मात्रै छिटो भएको नि त बहिनीले थाहा भएन भाइको त पोहोरको रेकर्ड चाहिँ हाम्रो बडाले 67 मा गरेको थियो। नेपाल कहाँ बहिनी घर? नमस्ते, मेरो घर चाहिँ पूर्व ओखलढुङ्गा हो अनि मेरो नाम चाहिँ पदम कुमारी सुनवाल। ए पदम कुमारी सुनवाल नाम त सुनेको नि मैले। अस्ति भर्खर एसके 100 किलोमिटर पार्टिसिपेट भएँ अनि आज गोर्खा ट्रेल बेजर सेकेन्ड भएँ। गुड खुटाइदिनु भएर टाइम धेरै लाग्यो। नो वरी नेक्स्ट इयर। थ्याङ्क यू। भाइ ल कङ्ग्रेचुलेसन है भाइ। ल भाइको नाम के भयो भाइ? सरोज लिम्बू। सरोज लिम्बू? हजुर। ए घर कहाँ? नेपाल हो, नेपालको तेह्रथुम जिल्ला। तेह्रथुम जिल्ला के लिम्बू हो? सुकुवामा। सुकुवामा ल बल्ल बल्ल। कहाँ भाइहरूले त नि कहाँ पखेटा पनि पखेटा भएर सकियो अलिकति छैन देश। ठिकै छ राम्रो भन्नु खुसी लाग्यो। पोहोरको रेकर्ड तोड्नु भयो नि? हजुर। पोहोरको रेकर्ड त 57 समथिङ थियो, 56 थियो। हजुर। अनि बहिनी चाहिँ फर्स्ट होइन? ल बहिनीको नाम के हो? नमस्ते, मेरो नाम पुष्पा शर्मा लिम्बू, पाँचथरबाट। ल तपाईँले कति मिनट लाग्यो? मलाई 1 घन्टा 2 मिनट लाग्यो। खुसी लाग्यो बहिनी ल नमस्कार सेवाहरू। मेरो नाम समुना लिम्बू, हजुर धारणबाट। ए ल कति मिनटमा पार गर्नुभयो? खोइ
थाहै भएन ए त्यहाँ तर म 5औं 6औँमा आएँ होला बालक साथीमा आउनुभयो ए ल वेलकम वेलकम होइन कि ल थ्याङ्क यू खुसी लाग्यो यसपालि सबैले रेकर्ड तोड्नुभयो क्या लास्ट इयरको म पनि आजै आइपुगेको हो नि त ए हो डाइरेक्ट आएर कुदेको ओहो पक्का बहादुर भनेको हो नि अब नेपाली चिली भित्र एकदम बहादुर हुन्छ क्या बहादुर मात्रै होइन आँटिलो पनि हुन्छ ल खुसी लाग्यो कोट त सबै गराएर लगेको थियो यसपालि त अनि हाम्रो हिजो भर्खरै आएको बिचरा भाइ रेस्ट पनि भएको छैन राम्रो ए रबले कहाँ धेरै फुटी भाइ कति मिनट हो यसपालि 49 मिनट ए कोटभन्दा 6-7 मिनट बढी छिटो गर्नुपर्छ अझ थोरै भयो रे भाइ होइन अब रेस्ट छैन रेस्ट भएन त होइन थोरै भयो रे के सर्ट भयो ए हो Hello, well done. How are you? Okay, how do you feel? Do you feel great? You feel great? No? ल यो माथिबाट चाहिँ फिनिसिङ लाइन हो यो लेफ्ट साइडतिर माथि हाम्रो साथीहरू आउँदै हुनुहुन्छ यो फिनिसिङ लाइन र स्टार्टिङ पोइन्ट चाहिँ अगाडिपट्टि त्यो ब्ल्याक पेपर बजाउँदै हुनुहुन्छ त्यो लाइनबाट स्टार्टिङ पोइन्ट भाइ भाइहरू त गर्ने कति छ उड्नु भयो नि एउटा उड्नु भयो त अनि पानी खिच्नु परेर तातो हुन्छ नि अब नेपाली बफे खाना सुरु भइरहेको छ यहाँ रेस सकेर लामो गुरु खाना हो दामी छ हाम्रो ब्रदरको ब्लगमा ल आउने भयो एकदम आउने हो नि अब दाल भात 24 आवर दाल भात पावर 24 आवर है तातो दिने हो नि ल दाल पावर 24 आवर भन्दा पनि धेरै हो अहिले त हाम्रो साथीको पनि ब्लग गर्छ कि मेरो पनि भ्लगमा अब तपाईँ नाम पनि भनिहाल्नुहोस् न तपाईँको ब्लग मेरो योगेन्द्र लिम्बू भ्लग यो योगेन्द्र लिम्बू यसो गरिदिनु पऱ्यो योगेन्द्र लिम्बू हजुर हो यही एक हान्दी हाल्यो है त त्यो पनि बेल पनि हान्दिन्छ लाइक शेयर एन्ड सब्सक्राइब एउटा सानो कमेन्ट छोडिदिइराख्नुहोस् है
यो तपाईँको 1 डे अगाडिको यो हप्तै बेसी हो नि है त मैले हान्ने त ल है आज कति मिनटमा मेरो 1 घन्टा 13 मिनट आमा उडेको रहेछ भयो यार तेरिका अन्त सापी गाडी थिएँ कहाँ म त 1 मिनट 16 नि हौ 1 घन्टा 16 1 घन्टा 16 चाहिँ नराम्रो राम्रो दाइजो कहाँ अगाडि रहेछ म त उहाँ भेटेको दाइलाई तपाईँलाई त्यो यो सेकेन्डको उसमा क्या ल के अरे खाना है म खाना लिएर आउँछु ल खाना खानु छ बहिनीहरू ल अनि मजाले खानु पऱ्यो नि अब उनीहरू कहावतै छ है दाल भात पावर 24 आवर ल लिनु छ तपाईँ ल बहिनी खाना खाइसक्नु भएको ल हाम्रो गुरुङ सेनी ड्रेस गुरुङ के हो के भयो क्या दामी देखिरहेछ ल तपाईँ यसो यङ नानी बहिनीहरूले लाउँदाखेरि एकदमै आनन्द लाग्छ क्या आधा लिम पनि लाग्छ ल खुसी लाग्यो ल यो चाहिँ मेरो खाना है आजको दामी छ बजार लागिरहेछ म मेलु बोला न उदीप हाम्रो 24 को हाम्रो मोहन दाई सेवा छ दाई सेवा हो थुप्रै वर्षपछि भेट यसो अब प्रोग्रामतिर हजुर केतिर मात्रै भेट हुने रहेछ यस रमाइलो लाग्यो एकदम शीतल रहेछ के छ नि खाना बेको याद आयो गाउँको यस्तो मिठो त हाम्रो त हामीले टपडी पनि खाइदियो हो बहिनी खाना मिठो छ कस्तो मिठो छ नि नेपालको गाउँको याद आयो बिहामा अनि जाँदैछ खाना है मिठो छ है मासु भात कुखुराको मासु होइन कुखुराको मासु तर तन्दुरी Oh my god. बडा साथीहरू पनि खाना खाइरहेछ यहाँनिर चाहिँ यसरी बाटेको जस्तै रुखको लहराहरू बटारिएर कस्तो दामी बटारेको अनि यो रुखै हो कि के हो यस्तो खालको पनि हुँदो रहेछ हाँगा पनि होइन लहरा जस्तै बटारे लठारो जस्तै बटारेको चाहिँ कस्तो दामी बटारिएको नि मान्छेले बनाएको भन्दा राम्रो बटारेर बसेको रहेछ पारी रहेछ पर पारी जाने ठाउँ रहेछ ए यहाँनिर पुरा यस्तो राम्रो बाटो छ यो चाहिँ आज गोर्खा ट्रायलको कुद्ने बाटो है यहाँनिर यस्तो दामी रहेछ ठाउँ माइ गॉड पारी पुरा उ गर्दै रहेछ मान्छे थोरा छैन रहेछ हो ए फोटो खिच्ने ठाउँ रहेछ त्यहाँ कति बेसी मान्छे आएकै छ परदेखि घुमेर जानुपर्ने रहेछ नि यस्तो दामी ठाउँ